हेलो सर, नमस्ते। नमस्ते हजुर, नमस्ते। अनि सन्चै हुनुहुन्छ? ठिक छ हजुर, आराम छु। हजुरहरूको आशीर्वादले अलि तपाईँसँग राम्रै छ, गाडी चलाइरहेको छु। तपाईँलाई यो गाडी चलाउनलाई रहर हो कि बाध्यता हो कि के हो सर? दुवै हो सर, बाध्यता पनि हो, रहर पनि भन्नु पर्यो। अब के हेर्ने, रहर भएर के हेर्नु, अब रहर मात्र भन्नु आउने चाहिँ बाध्यता दुवै हो सर। यो काठमाडौँको सडकमा तपाईँलाई गाडी चलाउनको लागि कतिको सहज महसुस गर्नुभएको छ? त्यति काठमाडौँको सहरमा गाडी चलाउनु त्यति सजिलो महसुस चाहिँ हुँदैन सर। यो मनमा चित्त बुझाउने कुरा मात्र हो। यहाँ नेपालमा भनेको तपाईँको काठमाडौँ भनेको कसैले पनि यहाँ रुल्स फलो गरेको देखिँदैन सर। त्यस कारणले गर्दा यहाँ एक्लै अर्काको आँखा जुदाएर गाडी चलाउनु पर्ने हुन्छ सर। सहज चाहिँ छैन सर। हामीलाई चाहिँ यहाँ पहिला युज टु भनेको धेरै चाहिँ वर्ष चलाएको भएर चाहिँ हामीलाई त्यस्तो गाह्रो लाग्दैन। तर सुरुमा चढ्नेलाई चाहिँ बेकार गाडी चलाएछ जस्तो लाग्छ सर। त्यति सजिलो चाहिँ छैन सर। यो एउटा सङ्घर्षको के युद्धको मैदान हो सर। यसमा त सबैजना पागल जसरी हिँडिरहेको हुन्छ, त्यसबाट कसरी बचेर म अगाडि बढ्छु भन्ने दिमागमा सोचेर गाडी चलाउने हो सर। यसरी चलाउन सक्यो भने अलिकति राम्रो होला सर। होइन अरूसँग कम्पिटिसन गरेर चलाउने भने खासै राम्रो चाहिँ छैन सर। त्यति सजिलो चाहिँ छैन काठमाडौँमा गाडी चलाउन सर। सबैभन्दा तपाईँलाई गाह्रो चाहिँ कुन साधनले तपाईँलाई गाह्रो बनाउँछ? सबैभन्दा गाह्रो भनेको चाहिँ सबैको नम्बर 1मा चाहिँ मोटरसाइकल हो सर। होइन, मोटरसाइकल साथीहरू चाहिँ एकदम उडेर आउँछन् कता आउँछ थाहा हुँदैन सर। उनीहरूलाई चाहिँ हामीले उनीहरूको लागि मात्र भए पनि 5वटा आँखाले हेर्नुपर्छ सर। अरूलाई भयो त 2टा आँखाले हेरे पुग्थ्यो। मोटरसाइकल चाहिँ 5वटा आँखाले हेर्नुपर्छ सर। अब ब्रेक हान्नु पछाडि चढ्छन्, अगाडि सिधै जाउँ कताबाट आउँछ थाहा हुँदैन, कता रोबाट गर्छ थाहा हुँदैन। मोटरसाइकल चाहिँ 1 नम्बर बचाउन गाह्रो छ सर। अरू भने त यस्तै त हो नि सर। मोटरसाइकलमा पनि यो के पठाउ यो राइडरहरू हो? विशेष गरी पठाउ राइडरहरू चाहिँ अलि पठाउ भनौँ। अब पठाउलाई मात्र किन नाम दिनु, इनड्राइभर पठाउ याङ्गो अहिले 3टा छ सकेर सर। होइन, अनलाइन राइड सेयरिङहरूले चाहिँ उनीहरूको एउटा पेसेन्जर लिएर अर्को पेसेन्जर टिप्नको लागि अनि टार्गेट पुर्याउनको लागि चाहिँ एकदम छिटो कसरी हुन्छ छिटो पुर्याएर अर्को लिनको लागि चाहिँ उनीहरू धेरै दौडिनु भएको कारणले गर्दा उनीहरूले चाहिँ अलिकति गाह्रो बनाएको हो कि जस्तो लाग्छ मलाई अरूको तुलनामा। भनेपछि यो पठाउ चाहिँ के तपाईँको लागि चाहिँ अब पठाउ यो राइड सेयरिङहरू चाहिँ हटाइदिए हुन्थ्यो जस्तो लाग्छ कि के छ यस्तो? त्यस्तो त हुँदैन, समयअनुसार चल्नुपर्छ। तर सबैजना आफ्नो सिस्टममा, आफ्नो लेनमा, आफ्नो सिस्टममा एकले अर्कालाई इफेक्ट नहुने गरी अप्ठ्यारो नपर्ने गरी चलायो भने केही फरक पर्दैन सर। ए हजुर हजुर, ल समय दिनुभयो तपाईँलाई यतिको अन्तर्वार्ताको लागि धेरै धेरै धन्यवाद सर। फर्स्ट अफ अल तपाईँलाई धेरै धन्यवाद, किनभने तपाईँले हामी जस्तोको मर्कास एउटा तपाईँले सोध्नुभयो। धन्यवाद, तपाईँलाई धेरै धन्यवाद। हस्।